र यहाँ डेस्टिनेसन चाहिँ कहाँ होला जस्तो लाग्छ थाहा छैन। ल त्यसमा थाहा नपाइकन हिँड्नु। अनि आज हामी कहाँ जाँदैछौँ भनेर चाहिँ मलाई नै थाहा छैन। यो फुजी भएको छेउछाउतिर जाँदैछौँ भनेर चाहिँ अब बाटोले गर्दा थाहा हुन्छ, तर ठ्याक्कै डेस्टिनेसन चाहिँ मलाई पनि थाहा भएन कि। हामीले सिन्फुजी भन्ने ठाउँबाट हाइवे छोडेर चाहिँ यो जङ्गलको बाटो लागिसकेको थियौँ। बाटोमा जाँदै गर्दा हिउँ पनि यसरी पर्दै थियो अनि हामीले चाहिँ एउटा क्युट 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 जन्तु भेट्टायौँ अनि त्यसको पनि भिडियो लियौँ। अब डेस्टिनेसन सरप्राइज भएको कारणले गर्दा यहाँदेखि उता चाहिँ ड्राइभर पनि साटिसकिएको छ। यो गाडीको साइड मिररमा देखिएको ठुलो फुजीको दृश्य कस्तो राम्रो लागेर मैले क्याप्चर गरेको थिएँ। अब के गर्ने त, फुजीको गाउँ सिजुओकामा बसिसकेपछि यति त गर्नै पर्यो। हामी चाहिँ ठ्याक्कै यो सनसेटको बेलामा यो यामानाकाको लेक फुजी 5 लेकहरू मध्येको एउटा लेकमा पुगिसकेको छौँ। त्यहाँ पुग्दाखेरि त यो लेक त पुरै जमेको रहेछ कि। मैले लाइफमा फर्स्ट टाइम देखेको यसरी पुरै जमेको लेक चाहिँ एकदम रमाइलो किसिमको अनुभूति हुँदैछ। साँझ पर्दैछ, यामानाकाको लेक त पुगियो, तर यहाँ किन आएको यति धेरै टाढा, यही जमेको लेक र फुजी देखाउन लिएर आएको मलाई भनेर सोध्दैछु। मलाई अझै पनि केही आइडिया छैन हामी यहाँ किन आयौँ भनेर। यति देखिसकेपछि चाहिँ बल्ल मेरो दिमागको बत्ती बल्यो। यहाँनिर चाहिँ यो लालटिन फेस्टिभल, कागजको लालटिनमा चाहिँ बाहिरपट्टिबाट आफ्नो विस लेखेर उडाउने हुन्छ नि एउटा फेस्टिभल, सायद लालटिनै भन्छ त्यसलाई, त्यो हुँदै रहेछ। बल्ल थाहा भयो अनि त खुसीको सीमै रहेन। सानो नानीले भने जस्तै किरे साँच्चै ब्युटिफुल भ्यू थियो यो। मलाई कहिलेदेखि हेर्न मन भएको कि यो सधैँ भिडियोहरूमा मात्रै देख्ने गरेको, अनि आँखा अगाडिबाट देख्दा कस्तो हुन्छ होला जस्तो लागिरहेको थियो। त्यो पनि यति राम्रो ठाउँमा, यति पर्फेक्ट ठाउँमा चाहिँ यो फेस्टिभल हेर्न पाउँदा, देख्न पाउँदा, विटनेस गर्न पाउँदाखेरि चाहिँ म एकदमै खुसी छु। मेरो मुखमा आएको चमकले नै त्यो बयान गरिरहेको छ अनि ग्रेटफुल पनि छु यो ब्युटिफुल सरप्राइजको लागि। चिसो हावा, अगाडि ठ्याक्क फुजी, माथिपट्टि फुल मुन अनि यो उडिरहेका पहेँलो पहेँलो रातो रातो लालटिनहरू अनि आफ्नो मान्छेको साथ। सायद बसेर लेख्न थालेँ भने मैले एउटा कविता पुरै लेखिसक्छु होला कि यो विषयमा। यस्तो खालको रोमान्टिक चाहिँ यहाँनिर वातावरण बनिरहेको छ। अब यति भएर सकियो भन्ने सोचिरहनु भएको होला, मैले पनि त्यस्तै सोचेको थिएँ, तर होइन रहेछ कि। पिक्चर अभी बाँकी है मेरे दोस्त। फुजीको अगाडिको हानाबी हेर्ने 5 वर्ष अगाडिदेखिको अधुरो सपना आज बल्ल पुरा भएको छ। हाम्रो आँखाले जति राम्रोसँग देखियो अनि हामीले त्यहाँ प्रत्यक्ष उपस्थित हुँदा जुन प्रकारले रमाइलो गऱ्यौँ त्यो प्रकारले त भिडियोमा उतारेर देखाउन असम्भव छ। त्यही पनि सानो प्रयास गऱ्यौँ, मेमोरीको लागि यो बनाएर राखेको छौँ। आफैले पनि हेर्छौँ अनि हजुरहरूले पनि हेरेर आनन्द लिनुभयो होला। यति बेर हामी सँगै यो यात्रामा जोडिदिनु भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। अनि हामी चाहिँ चाँडै अर्को यस्तै सरप्राइज न सरप्राइज जे हुन्छ न यहाँ चाहिँ
यात्राको भिडियो लिएर उपस्थित हुनेछौँ। थ्याङ्क यू फर वाचिङ, लभ यु अल।